जीवन हो कहिले उकालो लाग्छ, कहिले ओह्रालो झर्छ। जीवन हो कहिले उकालो लाग्छ, कहिले ओह्रालो झर्छ। गोरेटो त्यो कहिले समथर लाग्छ, कहिले भिरालो पर्छ। कतै लड्दै फेरि उठ्दै, कतै विश्राम मार्दै थकानमा सहँदै ठक्करहरू हिँड्दै अक्करहरू पुर्याउनु छ यात्रा ठेगानमा। जीवन हो कहिले उकालो लाग्छ, कहिले ओह्रालो झर्छ। नमस्कार, साहित्यिक कार्यक्रम जिन्दगीलाई फर्किएर हेर्दाको प्रतीक्षा र तमाम निष्पाप मनहरूमा सन्ध्याकालीन साहित्यिक अनि साङ्गीतिक अभिवादन। यो पल तपाईँहरू श्रवण गर्दै हुनुहुन्छ रेडियो रोसी 101.6 मेगाहर्ज समृद्धिको लागि सञ्चार, जसलाई काभ्रे र छिमेकी जिल्लाहरूमा 101.6 मेगाहर्जको विद्युतीय तरङ्ग मार्फत प्रत्यक्ष रूपमा श्रवण गर्न सक्नुहुनेछ भने इन्टरनेट प्रयोग गरेर रेडियो रोसीको फेसबुक लाइभ स्ट्रिमिङ, हाम्रो पात्रो एप साथै www.radiorosi.org.np लगइन गरेर विश्वको कुनै पनि कुनाबाट श्रवण गर्न सक्नुहुनेछ। यो कार्यक्रम हरेक साताको शनिबार साँझ 6:15 बजेदेखि 7 बजेसम्म हाम्रा जीवन यात्राका अवधिमा साटिएका सपना, बाँचेको यथार्थ, अनुभव, अनुभूति, सामाजिक संरचना, परस्पर विरोधाभास, असहज परिस्थिति, अपरिपक्व मनस्थिति, छाल उछालहरू सुनेका, देखेका, भोगेका र स्वीकार गरेर जीवनलाई सुन्दर उपहार स्वरूप अघि बढाएको कथामालाको स्वरूपमा प्रस्तुत हुन्छ। विगतका श्रृङ्खलामा झैँ यो साँझ पनि तपाईँ साहित्य अनुरागी निष्पाप मनका प्रार्थनालाई आत्मसात गर्दै तपाईँ हामी माझबाटै कुनै एक सङ्घर्षशील, शालीन, समाजप्रति जिम्मेवार, भविष्यप्रति वफादार, जीवनप्रति आशातीत, ऊर्जावान, नैतिकवान, शिक्षाको दीप प्रज्वलन गरेर ग्रामीण बस्तीका महिला मान्छेहरूका सुकिला सपनालाई साथ दिँदै बालबालिकाको उज्जवल भविष्य कोर्दै गरेका व्यक्तित्व आज हामीमाझ आफ्ना जीवन सङ्घर्षका अप्ठ्यारा बीच फक्रिँदै गरेका आशाका कथा साझा गर्न उपस्थित हुनुहुन्छ। निष्पाप मन आज पनि यहाँहरूको आवाजको सारथी सिन्धुलेन गुराँस र मेरो आवाजलाई तपाईँसँग जोड्दै कार्यक्रमलाई अर्थपूर्ण बनाउन प्राविधिक कक्षबाट साथ निभाउँदै हुनुहुन्छ सहकर्मी मित्र सुस्मिता हायु। भन्छन् कोही
दिउँसो सुकुने शीत पनि बिहान हाँसिरहन्छ ओइली झर्ने फुल पनि हाँस्दै बाँचिदिन्छ दिउँसो सुकुने शीत पनि बिहान हाँसिरहन्छ ओइली झर्ने फुल पनि हाँस्दै बाँचिदिन्छ जति पाउँछौ जिउन जिन्दगी आएको यो जिन्दगी नबिताउ है रोएर मनको मैलो पखालो मायाले धोएर बाँचुन्जेल गरौँ रमाइलो नाच्दै गाउँदै गरौँ रमाइलो भन्छन् कोही जिन्दगी यो कर्कलाको पानी जस्तै हो कोही भन्छन् जिन्दगी यो डुबी जाने घाम जस्तै हो म त भन्छु सृष्टिकै अमूल्य उपहार मानिसको जुनी झै के छ र बराबर बाँचुन्जेल गरौँ रमाइलो नाच्दै गाउँदै गरौँ रमाइलो बाँचुन्जेल गरौँ रमाइलो नाच्दै गाउँदै गरौँ रमाइलो बाँचुन्जेल गरौँ रमाइलो नाच्दै गाउँदै ग्रामीण पाठशालाका फाउन्डर प्रिन्सिपल विदुर शर्मा भण्डारी हामी माझ हुनुहुन्छ। उहाँले आफ्ना कथाहरू साझा गर्दै हुनुहुन्छ। निष्पा मनहरू सबैका कथा छन्, कथा नहुने को छन् र ती कथाभित्रै मैले भेटेको अघि नै पनि मैले धेरै कुराहरू भनिसकेको छु। यसमा पनि मेरा शब्दहरूले कहाँ समेट्न सक्छ र एउटा व्यक्ति यति फराकिलो क्षिति जोगटेर बस्नुभएको छ। अब पनि उहाँकै आवाजबाट हामी उहाँका कथाहरू सुन्न गइराखेका छौँ। कार्यक्रम जिन्दगीलाई फर्केर हेर्दामा जिन्दगीलाई फर्केर हेर्दै अगाडि बढ्न आउनुभएकोमा आभार प्रकट गर्छु। धेरै धेरै धन्यवाद सर। तपाईँको कार्यक्रम जीवन फर्केर हेर्दा कार्यक्रममा आज मलाई अतिथि रूपमा बोलाएर मेरा जीवन भोगाइका कुराहरू राख्ने मौका दिनुभएकोमा सर्वप्रथम मेरो आत्मीय साथी शिक्षक र प्रस्तोता कार्यक्रम प्रस्तोता मोहन सरलाई धेरै धन्यवाद। त्यसै गरी रेडियो रोसीका सम्पूर्ण परिवारलाई पनि धेरै धेरै धन्यवाद। हजुर अलिकति स्ट्रिक्ट हुनुहुन्छ, तर नैतिकतालाई कति पनि विचलित गर्न दिनु हुँदैन। त्यही हुँदा हुँदै पनि विद्यार्थीमा धेरै लोकप्रिय पनि हुनुहुन्छ। कसरी सकिँदो रहेछ यो दुइटै गुण धान्न? तपाईँले यसो भनिराख्दाखेरि म आफ्नै मूल्याङ्कन गर्दा चाहिँ मैले त्यो आफैमा चाहिँ पाउँदिनँ सर। स्ट्रिक्ट भन्नुहुन्छ, म सिस्टमलाई चाहिँ एडप्ट गर्नुपर्छ, सिस्टमलाई हामीले चाहिँ ह्यान्डल गर्नुपर्छ, हामी सिस्टममा हिँड्नुपर्छ भनेर म लयमा हिँडिरहेको हुन्छु। अनि अब परिचित हुँदाखेरि चाहिँ कस्तो परिचित, के अर्थले परिचित भन्दाखेरि म एउटा पेसालाई अँगालेको छु। मेरो पेसा भनेको शिक्षण। म बालबालिकाको उज्जवल भविष्य बनाउनुपर्छ। बालबालिकाको उज्जवल भविष्य बनाउँदा मैले जस्तोसुकै कदमलाई पनि तपाईँको चाहिँ साइड राखेर पनि बालबालिका नै सर्वस्व है भनेर लाग्नुपर्छ भन्ने उद्देश्यले मैले राखेँ। र मेरो उद्देश्य खालि बालबालिका कसरी बनाउने, बालबालिका कस्ता बनाउने, उनीहरूको रुचि के छ, त्यसमा मैले काम गर्दै जाँदाखेरि म लोकप्रिय हिसाबले भएँ होला सर। तर मैले आजसम्म म लोकप्रिय भएँ भनेर मैले कतै फिल चाहिँ गरेको छैन। र अब यो पेसाले के भन्छ भने शिक्षण पेसा आफैमा राम्रो पेसा पनि हो र हामीले गर्नुपर्ने धर्म पनि हो। र यो धर्मलाई मैले बिर्सिएन भने तपाईँले अघि भने जस्तै
त्यो नैतिकता पनि त्यसमै आउँछ, मोरालिटी कुरा पनि त्यसमै आउँछ, अनि सेल्फ डिसिप्लिनको कुरा पनि त्यसमै आउँछ। अनि त्यो सँगसँगै हामीले परिपालना गर्दै गयो भने आज हामीलाई अब अभिभावकले विद्यार्थीले चिन्ने कुरा त अटोमेटिक रहिहाल्यो नि। शिक्षा क्षेत्रमा लाग्नुभएको लामो समय भयो, साँच्चै भन्दा जिन्दगी नै हजुरले समर्पित गर्नुभयो र गरिराख्नुहुनेछ। युवा अवस्थामा हरेक मान्छेका फरक सपनाहरू हुन्छन्, देश छोडौँ अथवा सहरमा जाउँ, ग्रामीण भेगलाई किन माया गरौँ, यहाँ त महिला मान्छेहरू हुन्छन्, म त सफा हुन सक्छु नि भन्दै गरेको साइन्स फ्याकल्टी पढ्दै गर्नुभएको हजुर र अब्बल नतिजा पनि ल्याउनु भएको हजुर ग्रामीण भेगमा फर्किएर सेवा गर्दै हुनुहुन्छ। त्यसको विषयमा अलि पछि आउँछु, तर तपाईँका बाल्यकाललाई सम्झौँ न सर। खासमा बाल्यकालको कुरा गर्दाखेरि चाहिँ म साविकको स्यामपाटी गाविस वडा नम्बर 3 तपाईँलाई अवगत होला, काउसे भन्ने, मेरो बाल्यकाल त्यहाँ बित्यो। अन्त नजिकै एउटा जनप्रभात प्राथमिक विद्यालय मैले अध्ययन गरेँ। सँगसँगै म स्यामपाटी लक्ष्मीनारायणमा पुगेँ र अध्ययन क्रममा म बनेपा पुगेँ। बनेपा पछि मैले जब एसएलसी दिएँ, हाम्रो अहिले त अब आइसी भन्ने चलन छ, त्यसपछि मैले मेरो करियर सुरु गरेँ सर। त्यो टाइमदेखि नै म पढाउनु पर्छ, मैले पनि अब मेरो पेसा भने चाहिँ यही हुन्छ भने म त्यता लागेँ। कति सालतिरको थियो यो? मेरो आइसी भनेको एसएलसी भनेको 2064 को हो। म 64मा जब मैले चैतको मन लाग्छ त्यो 16 गते 17 गते सकिएको थियो मेरो एक्जाम, र 20 गतेबाट मैले पढाउन सुरु गरिसकेको थिएँ होइन। मैले पढाउन चैतको 20 गतेबाट सुरु गरेको थिएँ। अनि पढाउने क्रममा म यत्तिकै अगाडि बढ्दै बढी आज म 2083 सम्म आइसकेँ। भनेपछि मैले त्यो बेलादेखि अँगालेको पेसा हो मेरो शिक्षण पेसा, म त्यहाँबाट अँगालेर आइरहेको छु। अनि यसै गरी बित्यो सर बाल्यकालको। बाल्यकालमा त्यस्तो कुनै सपना थिएन। अब अहिले जस्तो बालबालिका जस्तो के बन्ने भन्ने सोच हामी कहाँ थिएन नि त होइन, के बन्ने भन्ने पनि थिएन। बाल्यकालमा दुःख के थियो त? दुःख भन्ने चाहिँ त्यस्तो फिल गरिनँ सर। म अब बुवा मम्मीले कृषि पेसा अँगाले पनि हामीलाई चाहिँ पढ्नुपर्छ भनेरै तपाईँको त्यो वातावरण राख्नुभएको हुनाले त्यस्तो दुःख भन्ने फिल चाहिँ मैले गरिनँ सर। अब दुःख कसलाई मान्ने भन्ने हुन्छ होइन। हाम्रो दुःख भनेर चाहिँ के पाइएन भने दुःख भन्छ। अब त्यो बेला बाल्यकालमा त्यो अपेक्षा नै त्यति ठुलो थिएन नि त। म गाउँमा बसेको मान्छेको अपेक्षा के हुन्छ सम्झाउनुहोस् त, के हुन्छ अपेक्षा? अलि ठुलो अपेक्षा भयो भने त्यो ठुलो खेल्ने कुराको पनि अपेक्षा थिएन। मलाई चाहिँ ठुलो अपेक्षा छ कि मलाई आफैलाई व्यक्तिगत रूपमा हजुरले भन्नुभयो भने मलाई ठुलो अपेक्षा के हुन्थ्यो, एउटा फुटबल बाबाले किनिदिनु भए फाँटमा लगेर खेलाउँछु, सबै साथीहरूलाई खेलाउँछु कि म एक्लै होइन कि सबैलाई देखाउँथेँ अनि म हिरो हुन्थेँ भन्ने थियो, त्यस्तो केही थियो? हजुरको त्यो चाहिँ फरक पाटो भयो सर। मेरो चाहिँ त्यो फेमिली ब्याकग्राउन्ड नै के थियो भने एजुकेटेड थियो कि। मेरो दिदीहरूदेखि मसँग आउँदाखेरि नि हाम्रो चाहिँ त्यो दिदीहरूकोबाटै म सिक्दै आएँ कि। मेरो दिदीहरू कहिले पनि सेकेन्ड हुनु भएन कि होइन, त्यो पढाइमा फर्स्ट नै हुनुभयो। त्यसपछि आएर मैले चाहिँ के सिकेँ, मैले फर्स्ट हुनुपर्छ भन्ने चाहिँ मेरो मानसिकता बस्यो कि। मलाई खेल्ने, त्यो कहाँ कुद्ने, कहाँ पुग्ने भन्ने त्यो मेरो मनस्थिति बसेन कि। खालि पढ्नुपर्छ। अनि फेरि बुवाले र मम्मीले पनि धेरै सङ्घर्ष गरेर, बुवा मम्मीको बरु सङ्घर्षको कुराहरू धेरै छन्। त्यो सायद तपाईँको रेडियोबाट मैले आज सबै कुरा भन्न सकिन्न होला। त्यति धेरै बुवा मम्मीलाई सम्झिन नसम्झ्यौँ भने हामी अधुरो हुन्छ। त्यति धेरै मिहिनेत गरेर बुवा मम्मीले हामीलाई पढाउनु भयो। 5जना परिवारलाई पढाउनु भने त्यो चान्चुने कुरा थिएन कि। गाउँमा तपाईँको एउटा गाई र भैँसी पालेर गाई भैँसीको दुध बेचेर र 5जना बालबालिकालाई पढाउनु भनेको तपाईँको त्यो साँच्चै नै एउटा फलामको चिउरा बराबर थियो। त त्यसको बावजुद पनि बुवा मम्मीले निरन्तर सङ्घर्ष गरेर 5जनालाई राम्रो एजुकेसन दिनुभयो। त्यसको फलस्वरूप नै आज विदुर भण्डारी छ क्या सर। अहिले बुवा मम्मी हुनुहुन्छ? एकदम एक्ज्याक्टली सँगै हुनुहुन्छ। परमात्माको सधैँ प्रार्थना मेरो पनि छ। के भन्न चाहनुहुन्छ त बुवा र मम्मीलाई यहाँबाट? मैले बुवा मम्मीलाई भन्ने वर्ड कुनै छैनन्। अनि मेरो त साक्षात् भगवान् होइन। आज जुन म धरतीमा टेकिरहेको छु, जुन म अहिले धरातलमा उभिरहेको छु, यसको श्रेय भनेको मेरो बुवा मम्मी नै हो। भनेपछि भगवान्लाई पुकार्ने कुनै शब्द छैन, सधैँ हृदयमा हुनुहुन्छ। मान्छेहरू राम भन्छन्, कृष्ण भन्छन्, विष्णु ब्रह्मा भन्छन् नि, तपाईँको साक्षात् भगवान्का पनि नाम छन् नि, ती नाम पनि लिइदिनुहोस्। होइन यस्तो हो सर, तपाईँको मेरो साक्षात् भगवान् मान्छेले नामहरू भन्ने चाहिँ तपाईँको आफ्नो पार्टमा छ। ती भने त चाहिँ इन्टेन्जिबल भन्छौँ नि, हामी देख्न सक्ने भगवान्लाई अहिले हामीले सम्झेर हुँदैन। मेरो चाहिँ देख्न सक्ने नसक्ने मेरो भगवान् भनेकै मेरो बुवा चेतबहादुर भण्डारी र आमा प्रेमकुमारी भण्डारी नै हुनुहुन्छ। निष्पाप मनहरू र
सिक्दै सुन्दै गर्नुभएको भाइ बहिनीहरू, आदर्श व्यक्तित्व मेरो। उहाँले जसरी आफ्नो बुवाको र आफ्नो आमाको, म त अझ भन्छु माता पिताको पुकार र प्रार्थना गर्नुभयो, त्यति सुन्दर तरिकाले तपाईँहरूले पनि आफ्ना माता पिताको नाम लिन सक्ने विद्यालयमा भइदिनु भयो भने सायद विदुर शर्मा भण्डारीको सपना पनि पुरा हुन्छ होला। एक्ज्याक्टली। हामी जे सिकाउँछौँ सर, अहिले ग्रामीण पाठशाला जुन मैले सञ्चालन गरिरहेको छु, म सञ्चालक हो, तर त्यसको सञ्चालन हुने चाहिँ मेरो समुदायले गर्छ। र मेरो उद्देश्य भनेकै हामीले साक्षात भगवान बुवा मम्मीप्रतिको व्यवहार र त्यसपछि आएर हामीले अर्को गर्ने भनेको चाहिँ समाजप्रतिको उत्तरदायित्व र पर्सनल डेभलपमेन्ट आफ्नै कुरामा चाहिँ अलिकति हामीले फोकस गऱ्यौँ भने चाहिँ सायद तपाईँको त्यो हुन्छ भन्ने संस्कार दिने विद्यालय नै ग्रामीण पाठशाला यस अर्थमा बुझ्नुपर्ने। साइन्स पढ्दै गरेको विद्यार्थी थुप्रै सम्भावनाहरू थियो, विदेश पनि जान सकिन्थ्यो, डाक्टर बन्न सकिन्थ्यो। त्यो हुँदाहुँदै हजुरले शिक्षा क्षेत्रलाई नै किन आफ्नो कार्यक्षेत्र रोज्नुभयो त? यो विषय यस्तो छ सर, मैले जब एसएलसी दिएपछि मैले दुईवटा कुरा गरेँ। म एसएलसी दिँदै गर्दाखेरि मैले फर्स्ट तपाईँको मेरो आफ्नै एसएलसी पास गरेको विद्यालयमा मैले म्यानेजमेन्टमा एडमिसन गरेँ। त्यो सँगै हाम्रो त्यो टाइममा चाहिँ इन्डियन बोर्ड एनओसी बोर्ड चाहिँ तपाईँ एकदमै धेरै चलेको थियो। त्यसबाट हामी 7जना साथीहरूले चाहिँ साइन्स पनि पढ्यौँ। हामी मर्निङको टाइममा हामी स्कुलमै पढ्थ्यौँ, म्यानेजमेन्ट पढ्थ्यौँ, डेमा फेरि हामी साइन्स पढ्थ्यौँ। अनि त्यो दुईवटा धरातल मैले दुईवटामा एउटै मान्छेले दुईवटा खुट्टा टेक्यो कि त्यो टेकिसकेपछि मैले सुरु स्टार्टिङ म्यानेजमेन्टबाट हुँदाखेरि सहकारीतिर पनि मैले गरेँ, सहकारी पनि खोलेँ। त्यो सँगसँगै फेरि म साइन्स ब्याकग्राउन्डमा आउँदाखेरि खासै त्यसबाट पनि मैले केही त्यो भविष्य देखिनँ। नदेखेको कुरालाई के पो भन्दाखेरि मेरो त इकोनोमिक स्टाटस त्यस्तो खतरा छैन नि त, म साइन्सबाट डक्टरै बन्छु, अब म मास्टरै पुग्छु भन्ने मेरो त्यो कन्सेप्ट पनि बनेन। फेरि नेपाल सरकारले त्यो टाइममा तात्कालीन त्यो टाइममा चाहिँ हाम्रो इन्डियन बोर्डलाई खारेज पनि गरिदियो। त्यसपछि हामी चाहिँ बिचल्लिने परेका स्टुडेन्ट। अब त्यसपछि मेरो सपना सबै सकियो। म्यानेजमेन्ट त पढ्दै थिएँ, त्यो त रेगुलर नेपाली बोर्डकै थियो, जुन साइन्स बोर्डै हामीले इन्डियन बोर्डको त्यो पनि सिद्धियो। र त्यसपछि मैले टिचिङलाई कन्टिन्यू गरिरहेको थिएँ। अनि म त्यो टाइममा चाहिँ पनौतीमा रहेको अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुल जो तपाईँ कुसादेवीमा थियो, कुसादेवी होइन, त्यो भूमिडाँडामा थियो सर। सम्झिन चाहनुहुन्छ उहाँ प्रिन्सिपलले तपाईँलाई धेरै याद गर्नुहुन्छ। त्यसपछि आएर त्यो टाइममा म आफ्नो घरबाट स्यामपाटीबाट बनेपा जाने गर्दाखेरि अहिले पनि उहाँ पनौतीमा शिक्षा शाखामा हुनुहुन्छ हाम्रो महेश्वर जङ्गम सर। भेट भयो। अनि भेट हुँदाखेरि चाहिँ ल तपाईँ टिचिङ गर्न आउनुहोस्, मेरो बोर्डिङ थियो भने म तपाईँको त्यो टाइममा 2000 पैसामा बनेपादेखि म पढाउन गएँ। मेरो स्टार्टिङ त्यहाँबाट सुरु भयो। 2000देखि पढाउन गएँ मैले। त्यसपछि 6 महिना जति पढाएँ त्यहाँ। त्यो पढाउँदाखेरि मैले के फिल गरेँ भने ओहो यति धेरै गाउँका बच्चाहरू त तपाईँको त्यो कति पीडित रहेछन् त, यी बच्चाहरूले त राम्रो एजुकेसनै पाउनु पाएर रहेछन्। अब के छ हाम्रो त कन्सेप्ट 5 वर्ष भएपछि बच्चालाई स्कुल हालिन्छ भनेपछि यो समस्या त धेरै छ भन्ने भएपछि मेरो पहिलो नजर नै भकुण्डे बेसी पऱ्यो। भकुण्डे बेसी 2068 पुस 27 गते म टेकेँ यहाँ। मैले मजाले टेकेँ। यहाँ टेक्दाखेरि यसो हेरेँ, यहाँको वरिपरि हेरेँ। त्यो बेला मैले फास्ट नेपाल भन्ने एउटा एनजिओ पनि चलाउँथेँ, जुन हाम्रो 7जना साथीहरू हामीले खोलेका थियौँ। त्यसले स्पेसल्ली बालबालिका सम्बन्धी काम गर्थ्यो। त्यो टाइममा म यहाँ आउँदाखेरि यसो हेर्छु बालबालिकाको अवस्था, त्यो धुलो माटो खेलेका, नाङ्गे खुट्टा कुदेका, माटोमा उफ्रेका, हिलोमा कुदेका, कतिका तपाईँको लुगा च्यातिएका, त्यस्तो अवस्थामा भेटिन्थ्यो। अनि भेटिसकेपछि त्यो टाइममा मैले साथीहरूलाई भने साथी म अब एनजिओमा कन्टिन्यू म काम गर्दिनँ, म छोड्छु र म यहीँ तपाईँको आफ्नो कार्यक्षेत्रमा काम गर्छु भनेर मैले तात्कालीन त्यही समय मैले पुसमा म 27 गते यहाँ आएँ। माको मलाई लाग्छ 7 गते जस्तो लागेको छ। त्यो टाइममा मैले अहिले पनि हाम्रो भैरव खनाल हुनुहुन्छ, खनाल गाविसको वडा अध्यक्ष हुनुहुन्थ्यो। मैले गएँ, होइन उहाँ सचिव यस सचिव हुनुहुन्थ्यो। अनि मैले सोधेँ अब यसो गर्न लागेँ के गरौँ बुवा भने, उमेरले बुवा हुनुहुन्थ्यो। मैले सर पनि लगाइनँ उहाँलाई, म एउटा सिफारिस दिन्छु ल चलाउनुपर्छ भन्नुभयो। र उहाँकै सिफारिसमा मैले सबभन्दा पहिला भकुण्डेमा लिटल एन्जल किन्डर गार्डन इङ्ग्लिस बोर्डिङ स्कुल भनेर सञ्चालन गरेँ सर। मेरो स्टार्टिङ स्कुल त्यहाँबाट भयो। त्यो स्कुल अहिले नगरपालिका जाने बाटोभन्दा अलिकति माथि पर्छ, त्यही बाटोमा पर्थ्यो त्यो अब विगत भइसक्यो छ। विगत भइसक्यो। तर त्यहाँ भएको
दुःखद घटनाहरू सेयर गर्न चाहनुहुन्छ त? एकदम मजाले सर, त्यो त मेरो त अविस्मरणीय क्षण भइगयो नि। भकुन्डे बेसीमा तपाईँको केही गर्छु भनेर आएको 18 वर्षको केटोले यति सङ्घर्षको पार्ट त मेरो त्यहाँबाट स्टार्ट हुँदैछ कि अहिलेसम्म तपाईँले मेरो त के सुन्नुभएको छ, खुसीको कुरा सुनिरहनु भएको छ। त्यो टाइममा मैले स्टार्टिङ गरेँ। त्यो टाइममा हाम्रो यहाँ भकुन्डे बेसीमा भनेको सगुन विद्या मन्दिर इभन अहिले पनि चलाइरहनु भएको छ। त्यसपछि आएर बुद्ध एकाडेमीको पनि चलिरहेको थियो। त्यसपछि प्रगतिकरण कटुन्जे अनि हाम्रो जनकमाविका लगायतको टिमको एउटा यहाँ वर्चस्व कायम नै थियो सर। मैले हाम्रो श्रोताहरूलाई सुन्दा पनि ननिको नलागोस् मैले यसो भनिराख्दाखेरि र मैले स्टार्ट गरेँ मेरो नयाँ तपाईँको भिजन सायद मैले स्कुल सुरु गर्दाखेरि लाग्छ मलाई पेरेन्ट्सले धेरै राम्रो सपोर्ट गर्नुभयो सर। अनि स्कुलले एउटा मूर्त रूप लिइसकेपछि अब बल्ल म त एजुकेसन सेक्टरमा बल्ल छिरेको मान्छे त हो। त्यसका रजिस्ट्रेसनका पार्टहरू होला, दर्ताका कुरा थिए होला, अनुमतिका कुरा थिए होला, म पुरा गर्दै क्रममा चाहिँ म माथि ठुलो वज्रपात भयो। सुनाउनुहोस् आज मजाले वज्रपात खुलेर आज सुनाउनुहोस्, किनकि यो समाजबाट विदुर भण्डारी छोडेर भाग्ने होइन र रेडियो रोसी र जिन्दगीलाई फर्केर हेर्दाको सञ्चालक भन्नुहोला, प्रस्तुता भन्नुहोला, सिन्धुलियन गुराँस पनि हार मान्नको लागि होइन, जुझ्नको लागि, तर गलत कुराहरूको लागि होइन, सत्य र हामी समाजलाई नै बढाउनको लागि, समाज सुधार्नकै लागि हामीले यो कार्यक्रम पनि सुरु गरेको हो। र फरक जस्तो लागे पनि सुन्नुपर्छ श्रोता, सुन्नुपर्छ निष्पाप मन। तपाईँहरू साहित्य सुन्दै हुनुहुन्छ। साहित्य भनेको कसैको कृत पुस्तक मात्रै होइन, जिन्दगीका हरेकका कथा हुन्छन्। पारिजातको कथा हामीले पढ्दै गर्दा चाहिँ साहित्य र विदुर भण्डारीका कथा सुन्दाखेरि असाहित्य हुँदैन। आज साहित्यमै छौँ र विदुर भण्डारी शर्मा आज आफ्ना कथा साझा गर्दै हुनुहुन्छ। खुलेर आज हामी रुनु पनि पर्छ सर हाम्रा कथाहरू सम्झेर, र हामी हाँस्नु पनि पर्छ हामीले पाएका उपलब्धि सम्झेर। समाज एक पक्ष मात्रै छैन, निष्पक्ष छ। त्यो दिनको कथा फेरि जोड्नुहोस् त। हामी त्यही समाजले गर्दा आज यो धरातलमा उभिएका छौँ सर। त्यही समाजलाई त हामीले दोष दिने कुरा रहँदैन। त समाजमा चाहिँ हामीले के योगदान गऱ्यौँ भन्ने कुरा चाहिँ एकदमै इम्पोर्टेन्स रहन्छ कि। अनि त्यो टाइममा रहेको त्यो घटना आज पनि मलाई याद छ। त्यो घटनामा मेरा समाजका अभिभावक बुद्धिजीवीहरू नै मलाई बचाउने एउटा अस्त्र थियो कि। अनि त्यो टाइममा हाम्रो 3वटा बोर्डिङको मुद्दा हालिदिनु भयो मलाई। अनि फाइनली मैले बोर्डिङ बन्द गर्नुपर्ने अवस्था आयो। त्यो टाइममा हामीले लाइसेन्स किनेर लिटिल स्टार एकाडेमी, मैले बिर्सेँ सरी, लिटिल स्टार एकाडेमी हामीले सञ्चालन गरिरहेका थियौँ। अहिले जुन तपाईँ आर्मी ब्याग जाने बाटोपट्टि चर्च भवनभन्दा मुनिको घरमा थियो, सञ्चालित थियो। र मैले 18 वर्षको उमेरमा पहिलोपटक बालबालिकालाई केही गर्नुपर्छ, केही उन्नति प्रगति होस् भनेर काम गर्दाखेरि म मुद्दा खेपेर जिल्ला प्रशासन र जिल्ला प्रहरी चौकी पुग्नु पर्यो। नेपालको विडम्बना भकुन्डेले दिएको मलाई पहिलो उपहार, जुन उपहार आज पनि मजाले एसेट गरेर लिएर बसिरहेको छु। सुन्दर है। मान्छेहरूले मलाई तिरस्कार गरे भन्दै हिँड्छन् र छोडिदिन्छन्, तपाईँ उपहार स्वरूप सँगालेर अझै अघि बढ्नुहुन्छ। सर, किनकि त्यो मैले भोग्नु थियो, त्यो मेरो भाग्यमा त्यो थियो भनेर मैले सोच्नु पऱ्यो। किनकि मैले कसै बालबालिकाको भविष्य बनाउँछु, राम्रो गर्छु भनेर पाउने उपहार सम्हालिदिने यिनै त हुन् नि। त्यो पनि बुद्धिजीवी वर्गले दिएको उपहार हो, जुन उपहार आज पनि मेरो साथमै छ। र त्यो कालखण्ड पार गरेर लिटिल स्टार एकाडेमी भकुन्डेमा चलिरहेको बोर्डिङ थियो। अनि फेरि अर्को वज्रपात आइपुग्यो 2072को तपाईँको त्यो विनाशकारी भूकम्प। त्यसले फेरि तहस नहस बनाएर मलाई पुर्यायो गाईगोठमा। म पुगेँ गाईगोठमा, जुन अहिले सञ्चालित स्कुल नै छ। त्यहाँ पुगिसकेपछि फेरि मेरो अर्को लाइफ सुरु भयो। त्यो स्कुलको नाम मेन्सन गर्न मिल्छ होला, भनिदिन मिल्छ? अधिकांश मेरो सबै श्रोताहरूलाई पनि थाहा छ, त्यसलाई गरिरहनु उचित नहोला सर। विदेशसम्म सुन्छौँ नि, सुनिरहनु भएको छ। कतिले अब म आफैलाई पनि यो आयो भनेपछि त्यसले त्यो हिस्ट्री खोल्ला कि भनेर उहाँलाई पनि त्यो होला। र कसैलेको त्यो खोलेर मैले अहिले गर्नु भनेको त्यो उचित पनि हुँदैन सर। मेरो लेभलबाट त्यो मैले गर्न पनि मिल्दैन। एउटा कथा हो, जीवनको एउटा भोगाइ हो। गाईगोठसम्म पनि पुग्नु भएर फेरि फर्किनु भएको छ र फेरि बालबालिका राख्ने कोठै बनाइयो। अब त्यसपछि मेरो चाहिँ उद्देश्य के थियो भने, अब सरले सोधिराख्नु होला, तपाईँ यति धेरै फेलियर हुँदा पनि किन तपाईँ छोड्नुहुन्न यो पेसा भन्न मलाई सोध्नु होला। किनकि मेरो रगत नसामा एजुकेसन छ।
म यति कुरा एकदमै घमण्डले भन्छु किनकि म त्यो बेलामा तपाईँलाई म यसरी पनि सम्झिन्छु कि तपाईँको अघि भन्नुभयो एजुकेसन छ भन्दा नि बालबालिकाको सपना छ र यी ग्रामीण भेगमा धेरै महिला व्यक्तिहरू, महिला भनेर महिला होइन, महिला भनेको फोहोर भनेको हातमा लागेका धुला कणहरूभित्र पनि ती अभिभावकका पनि त सुकिला सपना छन् नि त, र ती सुकिला सपनालाई तपाईँ साथ दिन चाहनुहुन्छ। म यसरी भने अन्याय गरेँ होइन, तपाईँले यो भन्नुभएको त एक्ज्याक्टली राइट कुरा नै हो किनकि अहिले मैले बोकेको मिसन र तपाईँले बोल्नुभएको कुरा त तपाईँको तालमेल खान्छ नि सर। किनकि म के को लागि जन्मेँ भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हो नि त। मेरो कार्य के त भन्दाखेरि मैले के गर्न जरुरी छ भन्दाखेरि मैले के गरेँ भन्न सरकार भएन कि मैले के गर्ने हो र के दिने हो समाजलाई भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो कि। अब हामी भन्छौँ नि एजुकेसन अहिले त कस्तो कन्सेप्ट बनाएको छ भने यो के एजुकेसन लागेको मान्छे प्रायः त शिक्षकहरू त यो पैसा कमाउन लागेका हो भन्ने तपाईँको कति हामीले ब्लेम पनि भोग्नुपर्छ। तर त्यसको अर्थ पनि म लगभग अहिले तपाईँको 15 देखि 16 वर्ष म लागिसकेँ, भकुन्ने बेसी आएँ, मेरो 16 वर्ष लगभग भइसक्यो। तर यो टाइममा मैले पाएको एउटै मतलब तपाईँको रिजल्ट भनेको चाहिँ म बालबालिकाको शैक्षिक उन्नति प्रगतिको लागि चाहिँ म हमेसा मिहिनेत गर्छु र गरिराख्छु भन्ने मेरो एउटा दृढ सङ्कल्प छ। तर त्यो सङ्कल्प गर्दा नि म आज हारेको छैन कि सर, मलाई हार्न दिँदैन कि। होइन, जीवन हो नि, कहिलेकाहीँ हार खाइन्छ नि। तर मलाई एउटै कुराले तपाईँको चाहिँ के गर्छ, मलाई सपोर्ट गर्छ भने मेरो काम भनेको बालबालिकाको एजुकेसनमा चाहिँ मैले केही गर्नै पर्छ, मेरो उद्देश्य यहाँ अरू केही छैन है भन्ने हिसाबले नै आज म कहाँबाट तपाईँ लिटल एन्जल किन्डर गार्डनबाट म 3-4 बोर्डिङ हुँदै आज ग्रामीण पाठशालामा म छु। यसले पनि के तपाईँको प्रमाणित गर्छ भने मैले हार्नुपर्ने हो नि, छोड्नुपर्ने हो नि भकुन्डे, र भकुन्डेको माया मलाई अपार छ। कति राम्रा माया छन्, कति नराम्रा माया छन्, तर माया त छ सर। त्यस भए दुःखको पलमा एकैछिनलाई भाइ फेरि म शिक्षा क्षेत्रमै फर्किन्छु, पीडा हुन्छ नि मान्छेलाई। कहाँ नहुनु, पीडा नहुने मान्छे हुन्छ। श्रीमतीलाई पनि छोडेर के फरक कोठामा ढोका थुनिएर बेसरी रोइयो, रुने दिन आयो। जीवनमा रुने दिन त तपाईँको एक दिन मात्र हो र सर। हरेक दिनलाई छोड्यौँ, हरेक दिन त हामी रुन्छौँ किनकि हामी शिक्षा क्षेत्रमा लागेको मान्छे हरेक दिन रुनुपर्छ। किन भन्दाखेरि एउटा विद्यार्थीलाई गाली गरियो, घर घर त्यसले के सम्झ्यो होला भनेर रुन्छौँ। एउटा विद्यार्थी फेल भयो, प्यारेन्ट्सले के भयो के भन्यो होला भनेर पनि रुन्छौँ। त्यो रुँदै रुँदै गर्दा पनि साह्रै नै सकिएन भनेर श्रीमतीलाई पनि अर्को कोठामा राखेर आफू चुक्कुल लाएर रुने दिन आयो। मजाले आयो सर। एउटा त्यस्तो पल सम्झिउँ न। त्यो पल सम्झिएर पनि तपाईँको अब त के होला जस्तो लाग्छ कि सर। जब तपाईँ 2075को चैत्रको टाइममा जब मेरो तात्कालीन विद्यालयबाट चाहिँ भाइ बहिनीहरू एससी दिँदै थिएँ, त्यो एससी दिएको अन्तिम दिन मैले राम्रो नतिजा पाएको छु। स्कुल पुग्दाखेरि मेरो प्रिन्सिपलको तपाईँको त्यो ट्याग हटाइएर मेरो चेयर तपाईँको ठाउँमा राखिदिएर मेरो अस्तित्व लुटियो नि। जुन मेरो आफ्नो सन्तानलाई मैले सन्तान भन्न पाइनँ नि, त्यो क्षण कसरी भन्ने त ल तपाईँ आफै भन्नुहोस्। जबकि आफूले जन्माएको सन्तान, आफूले हुर्काएको सन्तान जो 7 वर्षपछि तेरो होइन, सन्तान तैँले बेचिसके तैँले खाइसकेस् भन्न सन्तान लुटिँदाखेरिको पीडा एउटा बाबुआमाले कसरी लिन्छ होला त। त्यो टाइममा रुनु कुरा के सर, कसलाई कहाँ गरेर देखाउनु त। समाज त स्वार्थी छ नि। समाज अहिले रोयो के भन्छ, यसले हार खाएर सिद्धिएछ भन्ने हुन्छ। आफन्तले रोयो भने के भन्छ, यसले केही सहयोग माग्न रोयो क्या भन्ने हुन्छ। भनेपछि केटा मान्छेले रुने भने बन्द कोठामै हो। अनि आफूले आँसु पुस्दै आफूलाई सम्हाल्दै भन्ने हो कि म उठ्नुपर्छ, मेरो अन्तिम यही मात्र होइन भनेर उठेर अगाडि बढ्ने नै हो नि सर। त्यही बढाइले आज तपाईँ म 2083 मा छु त। यो मेरो लागि एकदमै गाह्रो पल हो। मैले कसरी शब्दमा व्यक्त गर्न नसक्ने धेरै संवेदनाहरू हुन्छन्। ती भित्रका संवेदना शब्दहरूमा तपाईँले छरपष्ट पोख्नुभयो। मैले त बुझेँ र हाम्रा निष्पाप मनहरू मभन्दा पनि बुझ्ने हुनुहुन्छ। अब म ग्रामीण क्षेत्रलाई धेरै सहयोग गर्दै आएको, ग्रामीण भेगका बालबालिकाको भविष्य कोर्दै आएको ग्रामीण पाठशाला नमोबुद्ध 2 यस भकुन्डे बेसी काभ्रेमा छ। ग्रामीण पाठशाला कसरी जन्मियो? ग्रामीण पाठशाला कसरी जन्मियो भने परिस्थिति जन्य रूपमा चाहिँ यो निस्किएको एउटा संस्था हो भकुन्डे बेसी। भकुन्डे बेसीमा जब मेरो विद्यालय सकियो, जब मैले काम गरेको विद्यालयको बाउ अर्को भयो, त्यसपछि फेरि जन्मियो ग्रामीण पाठशाला। यो कान्छो सन्तान विद्रु भण्डारीको चाहिँ सबैभन्दा कान्छो सन्तान नै ग्रामीण पाठशाला। यो जसरी मैले तपाईँको अघि सन्तानको रूपमा लिएँ नि,
यो मेरो कान्छो सन्तान नै ग्रामीण पाठशाला हो सर, जुन अहिले 2075 वैशाख 2 गतेबाट मैले सञ्चालन ल्याएँ र आज सञ्चालित भइराखेको छ। आफ्नै गति, आफ्नै मूल्य, आफ्नै मान्यता अनुसार चलिरहेको। ग्रामीणले पहिलो भवन बनायो, समाजले चिने, बालबच्चालाई छोड्ने ठाउँ पनि थाहा पाए। फेरि ग्रामीणले अर्को ठाउँमा भवन बनायो, फेरि पनि अभिभावकले चिन्नुहुन्छ, बालबच्चाले चिन्नुहुन्छ। ग्रामीणले भवन बनायो भन्दा नि समाजले ग्रामीणलाई के बनायो भन्ने चाहिँ महत्त्वपूर्ण कुरा हो सर। त्यो ग्रामीण पाठशालाभित्र जोडिएको जो अवयव हुन्छन् नि, त्यो पार्टहरू, त्यो पार्टले ग्रामीण विदुरलाई होइन कि, विदुर एउटा पार्ट हो कि। त्यो ग्रामीणलाई कसरी तपाईँको चाहिँ बिहेभ गरियो भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हो। ग्रामीण त्यहाँबाट सर्नु ग्रामीण आफैको रहर थिएन कि, किनकि मलाई अझैसम्म लाग्छ यो कुरा भन्दा अत्युक्ति नहोला, समाजले ग्रामीणलाई अझै पनि ग्रामीण रूपमा एक्सेप्ट गरेको छैन क्या। मेरो अभिभावकले गर्नुभयो, मेरो तपाईँको चाहिँ शुभचिन्तकले गर्नुभयो, तर जो यहाँको अहिले पनि त्यो दुईवटा वर्ग छ कि। मैले भकुन्डे भेटेँ, म नि अब नवोदय नगरपालिका वार्ड नम्बर 1 कै मान्छे हो, तर भकुन्डेको अहिले सोध्नु भने कसैले आएर तपाईँलाई भकुन्डे के भन्नु भने भकुन्डे दुईवटा वर्गले चल्छ क्या। एउटा पुँजीपति वर्ग होइन, यो भन्दा नमानौला श्रोताहरूले, र अर्को भनेको चाहिँ एउटा यस्तो त्यो संयन्त्र जस्तो छ कि त्यसले कहिले पनि कसैलाई माथि जान दिँदैन क्या। तपाईँ एबिसी जोसिका हुनुहोस्, त्यसले चाहिँ जसरी हुन्छ कोही राम्रो काम गर्यो भने ओहो त्यसले यसो गर्यो कि पक्क त्यसलाई भनेर तपाईँको आज पनि तपाईँको चाहिँ उमार ठोर्ने तपाईँको चाहिँ त्यो हाबी छ क्या। त्यसको शिकारमा परेको विद्यालय नै ग्रामीण पाठशाला हो। किन भन्नुहुन्छ भने नत्र ग्रामीण पाठशालाले यसरी तपाईँको चाहिँ 4-4 वर्षको अन्तरालमा 3-3 वर्षको अन्तरालमा तपाईँको आफूलाई त्यो मुसाले बच्चा सार्नुपर्ने तपाईँको चाहिँ त्यो बाध्यता थिएन क्या सर। र यो कुरालाई फेरि म सहजै स्वीकार पनि गर्छु, कसैलाई म दोस्रा पनि गर्दिनँ। कति कमजोरी त विदुर भण्डारीको पनि रह्यो होला, कति कमजोरी तपाईँ कसका रह्यो होला, तर यसले चाहिँ मलाई थप मजबुत के बनाएको छ भने कसैलाई पनि यो लाइफमा जिन्दगीमा कसैलाई पनि एकदम ब्लाइन्डली ट्रस्ट गर्नु नै दुर्भाग्यको चाहिँ तपाईँको दुर्घटनाको चाहिँ पहिलो तपाईँको चाहिँ रूप हो, लक्षण हो भनेर चाहिँ म तपाईँहरूलाई पनि सजग गराउँछु। किनकि त्यो मैले भोगेको छु त पटक एक फेरि होइन नि त। 68 देखि 82सम्म कन्टिन्यू भोगिरहेको व्यक्ति जो कोही हो भने विदुर भण्डारी त हो नि। त्यो त सबैलाई जानकारी भएको कुरा हो नि होइन सर। तपाईँ आफूले पनि त त्यो फेस गर्नु भएको छ नि। प्रस्तुताको रूपमा समाजका पक्ष विपक्षमा बोल्ने अधिकार नहोला र मेरा भनाइहरू राख्ने दिनमा त म अवश्य राखौँला। र आज चाहिँ किन विदुर भण्डारी मात्रै यो समाजले स्वीकारेको, तर थोरै व्यक्तित्वहरूले मात्रै स्वीकारेको, र जब विदुर भण्डारीले भकुन्डे झरेर ट्युसन पढाउँदै गर्दा साइन्सका विद्यार्थीहरू पास गर्दै गर्दाखेरि विदुर भण्डारी मात्रै एक्लो थियो नि त, कसैले त छोडिदिन पनि तयार भएका थिए नि त। त्यो विदुर भण्डारी आज कसरी यसरी फरक भयो त? त्यो यस्तो के सर, एकदमै एक्ज्याक्टली अहिले दुईवटा कुराले त्यसलाई मलाई चाहिँ असर पार्छ जस्तो लाग्छ। त्यो टाइम र अहिलेको टाइम भनेको एकदमै फरक छ क्या सर। त्यो टाइममा के को निडेड थियो र कसले फुलफिल गर्थ्यो भन्ने कुरा इम्पोर्टेन्ट थियो। अनि जब अरूले बुझ्दै गए त्यसको के तपाईँ महत्त्व बुझ्दै गएपछि त्यो त मैले पनि गर्न सक्ने रहेछु नि भन्ने हाबी भयो क्या अहिले। इक्जाम्पल तपाईँलाई एउटा विद्यालयमा मैले म्याथ पढाइराखेको छु भने त्यो म्याथ पढाउने टिचरले अलिकति इङ्ग्लिस जाने म इङ्ग्लिस पनि पढाइन्छु भन्ने भयो क्या अहिले। सम्भव छ त्यो सम्भव भइदिया भए त सर सबै विदुर भण्डारीले पढाइहाल्थ्यो त, किन अरू टिचर राख्नु पर्थ्यो त? अहिले भएको चाहिँ त्यही हो, विदुर भण्डारीले स्कुल चलायो भन्ने बित्तिकै त्यो फुच्चीले स्कुल चलायो भने म किन चल्न सक्दिनँ? आफूसँग क्यापासिटी होस् न, त्यो मान्छेले आफ्नो कहिले पनि गुणलाई चाहिँ त्यो फर्केर हेरेन क्या। ऊ कुन ब्याकग्राउन्डबाट आएछ, विदुर भण्डारी कुन ब्याकग्राउन्डबाट आयो, त्यो कुरालाई चाहिँ उसले कहिले पनि जजमेन्ट गरेन कि त्यो फुच्चीले सक्यो भने मैले किन सकिनँ, त्यसले गर्न सक्ने मैले किन गर्न सकिनँ। किनकि त्यो बेलामा मैले ट्युसन पढाइराख्दाखेरि पनि ट्युसनमा पनि मेरो लागेकै हो नि त, 3-4 संस्था खुलेकै हो नि त होइन। त्यो बेला हाम्रो के ब्लु मुन इन्स्टिट्युट समथिङ नाम थियो, त्यसपछि त 6-7 भकुन्डे खुलेका हुन् त। तर अहिले चाहिँ मैले के भन्छु भने समाजले विदुरलाई एसेट गरेन भन्ने होइन, समाजले केही समाजमा एसेट पनि भयो होला। मलाई एसेट गरेन सरकार होइन कि मैले दिनुपर्ने कुरा चाहिँ दिन सकेँ कि सकिनँ त, मेरो डेलिभरी चाहिँ तपाईँको ट्रु छ कि छैन त भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हुन्छ कि सर। र बाँकी कुरा के रहन्छ भने कतिपय समाजमा यस्तै रहन्छ, म पनि त्यही समाजबाट हुर्केको मान्छे हो, हजुर पनि त्यही समाजबाट हुर्केको मान्छे हो। समाज कहिले व्यक्तिको पछाडि लाग्दैन क्या सर, त्यसको बिहेभियर पछि लाग्छ क्या। त्यसकारण मैले स्वतन्त्र भएर मैले के तपाईँ सत्य काम गरेँ भने त समाज के त देशै उल्टी पनि के हुन्छ त। त्यति एउटा कुराले बाँचेको र बसेको मान्छे विदुर भण्डारी।
र कार्यक्रमको अन्त्यमै बिट मार्दै गरौँ। हाम्रा भलाकुसारी धेरै लामो हुन सक्छन्, हाम्रा कथाहरू पनि लामा छन्। विदुर भण्डारीलाई चिन्ने फराकिलो क्षितिज छ, त्यसमा फेरि अरू कुनै माध्यमबाट पनि जोड्यौँला अथवा फेरि यी कथाहरू पनि दोहोऱ्याएर आउँला। अहिले चाहिँ छोटो रूपमा जीवनलाई चाहिँ के परिभाषाले सम्बोधन गर्नुहुन्छ त तपाईँले? जीवनको अब त्यो फरक फरक हुन्छ सर, एलाबोरेट व्याख्या हजुरले चाहिँ के सम्बोधन मेरो गर्नुहुन्छ? आफ्नो जीवन भनेकै तपाईँको चाहिँ यो स्ट्रगलको त्यो फ्रेज हो सर। यो होइन, यो तपाईँको जब म बच्चा त जन्मेँ नि, रुनदेखि खाना कराउन थालेदेखि अब म नगरिन्छ मैले स्ट्रगल गर्नुपर्छ, उपाय छैन। उपाय छैन। म अब आनन्दसँग यो गर्छु भन्ने के, जीवन भनेकै तपाईँको के गर्ने सङ्घर्षको यो यात्रै हो। उम्किने उपाय छैन। त्यो उम्किने उपाय भनेको एउटै होला, जब हामी तपाईँको शमशान घाटमा गएर तपाईँको चाहिँ हाम्रो अन्तिम संस्कार हुन्छ नि, उम्कियो, त्योभन्दा अगाडि कुनै चान्स छैन। त्यसो भए अब हाम्रा बालबालिकालाई, हाम्रा भाइ बहिनीलाई हजुरको सन्देश के छ? मेरो त यस्तो सर, म एजुकेसनमै लागेको यत्रो तपाईँको 16-17 वर्षको भइसक्यो हुनाले मैले के दिन्छु भने बालबालिकालाई, तपाईँहरूले आज अब शिक्षाको कुरा गऱ्यौँ हामीले, मेरो जीवनको कुरा गर्दाखेरि चाहिँ म जीवनलाई लिएर होइन कि तपाईँहरूले चाहिँ मेन कुरा बालबालिकाले सिक्नुपर्ने कुरा चाहिँ तपाईँले मूल्य, मान्यता र आफ्नो संस्कृति परम्परालाई चाहिँ मजाले बुझ्नुहोस्। हामीलाई संस्कार आवश्यक छ, सिप आवश्यक छ, ज्ञान आवश्यक छ र नैतिकता आवश्यक छ। त्यस कारण तपाईँले विद्यालयमा गएर पाठ्य पुस्तक पढ्ने बित्तिकै सबै कुरा जाने मैले, मेरो तपाईँ A+ आयो भन्नु लाइफमा कहिले नभन्नुहोस्। तपाईँको आफ्नो बिहेभियरमा चाहिँ A+ ल्याउनुहोस्, त्यो नै तपाईँको जीवनको मार्गदर्शक बन्छ, त्यो नै तपाईँको शिक्षक बन्छ। त्यस कारण तपाईँले घरबाट हाम्रो संस्कृतिका कुरा, मूल्य मान्यताका कुरा, संस्कारका कुरा चाहिँ सिक्नु जरुरी छ। यो तपाईँले सिक्नु नै पर्छ भन्ने भन्छु। अभिभावकलाई सन्देश? अभिभावकले त अरू केही गर्नुपर्ने, अभिभावकलाई कति सजिलो छ अहिलेको अभिभावकलाई भने केही गर्नु पर्दैन, जस्ट बालबालिकाको त्यो वेमा हिँड्ने एउटा तपाईँको ट्र्याक मात्रै बनाइदिए हुन्छ। अभिभावकले केही पनि गर्नु पर्दैन। अहिले 21st सेन्चुरीको बालबालिकाले धेरै कुरा धेरै ठाउँबाट सिकेका छन् कि सर। बस त्यो बच्चाले सिकेको कुरा त्यो पोजिटिभ छ कि नेगेटिभ छ, त्यति दुईवटा कुरा सेपरेट गरिदिएर पोजिटिभ वेलाई चाहिँ अलिकति तपाईँको वेमा दिनुभयो भने बच्चा त हिरो निस्किन्छ सर। अहिले पहिला जस्तो हाम्रो जस्तो कहाँ छ र अहिले? भन्दै गर्दाखेरि चाहिँ इन्फर्मेसनको चाहिँ बम्बार्डिङ छ होइन, त्यो भित्र बच्चाहरूले हरेक इन्फर्मेसन चाहिँ लिइराखेका छन्, त्यसलाई चाहिँ आफूले गाइडिङ फिल्टर गर्दै हुन्छ भने पुग्छ। धेरै तपाईँको त्यो बच्चालाई अहिले कस्तो बनाएको छ भने, अब सहरतिर त यो छैन सर, मैले अलिकति टाइम लिएँ। अब हाम्रो ग्रामीण इलाकामा चाहिँ के छ भने बालबालिकालाई किताब लिएर पढ्ने बित्तिकै पढ्यो र होमवर्क गऱ्यो भने त्यो चाहिँ तपाईँको बेस्ट एजुकेसन भन्ने हुन्छ। म चाहिँ त्यसको सधैँ एगेन्स्टमा भएको मान्छे हो कि। जब बालबालिका घरमा मम्मीले तरकारी काट्दै सँगै बसेर मम्मी यो तरकारी कसरी काट्ने भनेर सोध्छ भने नि, त्यो क्युरियोसिटी राख्छ भने नि, त्यसलाई भन्छ म त क्वालिटी एजुकेसन कि। त्यो एजुकेसन अरू त हामीले दिने कुरा छँदैछ कि। अनि त्यस कारण अहिले बालबालिका इन्फर्मेसनमा एकदमै धेरै के भइसक्यो भने तपाईँको जानकार भइसक्यो। र त्यो इन्फर्मेसन उसले कस्तो लियो, कुन इन्फर्मेसनलाई चाहिँ प्यारेन्टले तपाईँको चाहिँ त्यसलाई तपाईँको लैजाने, अगाडि लैजाने, कुनलाई तपाईँको चाहिँ ब्रेक गर्ने भन्ने कुरा चाहिँ एकदमै केयर गरिदिनु भयो भने अरू त्यति धेरै सोचिरहनु पर्दैन प्यारेन्ट्स। अहिले प्यारेन्टले त्यति धेरै तपाईँको डेभलप भइसकेको छ कि अहिलेको समय। हस्, कार्यक्रमको निर्धारित समयले हामीलाई नेटो काटेपछि हामी धेरै बस्न पनि मिल्दैन। कथाहरू लामा छन्, अरू श्रृङ्खलाहरूमा पनि हामीले अगाडि बढ्नुपर्नेछ। र अब अन्त्यमा धन्यवाद निष्पापनहरू। आजको श्रृङ्खलामा प्रत्यक्ष रूपमा आफ्ना कथा प्रस्तुत गर्दै हुनुहुन्थ्यो विदुर शर्मा भण्डारी, नवबुद्ध 1 तर हाल नवबुद्ध नगरपालिका 2 नम्बर वडा र ग्रामीण पाठशालाका सञ्चालक प्रधानाचार्य और यसलाई फाउन्डर प्रिन्सिपल भनेर धेरैले चिन्नुहुन्छ होला। उहाँको कथालाई प्रत्यक्ष रूपमा सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई हार्दिक आभार। र अघिल्लो हप्ता फेरि नयाँ व्यक्तित्वका कथा टिपेर कहिले पुस्तकको पन्नाबाट कतै जीवनका मुखारू बिन्दाबाट कथा टिप्ने कोसिस मेरो सधैँ रहनेछ। आजको लागि कार्यक्रमलाई अन्तिमसम्म सुनेर गुण लगाउनु हुने तपाईँ निष्पापनहरूप्रति हार्दिक आभार। आजको कार्यक्रमलाई अर्थपूर्ण बनाउनको लागि प्रविधि कक्षमा रहेर सघाउनु हुने
मित्र सुश्रुताहरूलाई पनि मुहुरी मुहुरी धन्यवाद। आजको बसाइबाट सिन्धुलिन गुराँस ओझेल पर्ने आज्ञा चाहन्छु। यहाँहरूका हरेक पल सुखद बितुन्। नमस्कार, शुभ सन्ध्या।